उपस्थित सबैजनाको मङ्गल कामना र शुभकामनाको लागि यो गीत गाउँदैछु। जय होस् तिम्रो मङ्गल होस्, जय होस् तिम्रो मङ्गल होस्, चित्त सधैँभरि कोमल होस्, चित्त सधैँभरि कोमल होस्, जय होस् तिम्रो मङ्गल होस्, जय होस् तिम्रो मङ्गल होस्, चित्त सधैँभरि कोमल होस्, चित्त सधैँभरि कोमल होस्। होस् पानी परोस्या आँधी चलोस्, जाडो होस् या गर्मी होस्, पानी परोस्या आँधी चलोस्, त्यो बेला पनि मुखबाट अमृत वाणी बरसिरहोस्, जय होस् सबको मङ्गल होस्, जय होस् सबको मङ्गल होस्, चित्त सधैँभरि कोमल होस्, तिम्रो सुखमा घुलमिल भई मेरो मुख पनि उज्जवल होस्, जय होस् सबको मङ्गल होस्। आवाजमा कोइली हैनौ भन्दा कमके जादु छ आवाजमा, तारा हुन् सुषमा श्रीनगरमा साहित्य सञ्जालमा। यात्रामा सहयात्री बनेर उहाँलाई सफल बनाउन एकदमै पर्दा पछाडिबाट लागिराख्नु भएकी आमा सीता गिरी दुवैजनालाई यहाँ मञ्चमा निम्त्याउँछु। बाले एकदमै धेरै सान्दर्भिक पीडितमा लेख्नु हुँदो रहेछ अनि मलाई पनि सानैदेखि त्यसमा छन्द कोर्ने रहर हुन्थ्यो, तर गुरु पढ्नुभयो संस्कृतको अनि मलाई त्यो भित्रैदेखि त्यो कहिले सिक्ने होला भन्ने एउटा उत्रुचि भइरहेको थियो। अनि जब बाको सङ्गतमा आएँ उहाँलाई मैले खास यो जुकरबर्ग क्याफेमै भेटेको हो र यो तेस्रो भेट हो, साक्षात् भेट चाहिँ मेरो बासँग तेस्रो भेट हो। छोरी हौ कविता सरी भनिकन माया दिलायो अति, साथी हौ कविता अनेक अनिता आरजु छ आशा अझै, सीतामा बसेछौ गमेर मनमा मुस्कान खासा छ है, राजा हो मनोराज चितवनको साहित्य खासा छ है, आशा हो धनराज आज सबको लालित्य भाषा छ है, मैलो छैन कसिङ्गर मनको धोएर आएपछि, चिताउने अथवा मैदान दिलको ढोका उघारेपछि, चिताउने अथवा मैदान दिलको ढोका उघारेपछि, बोलायो धनराज शुभ मनले मिठास छायो अति, लोलाए मनवा श्रीनगरमा उल्लास छायो अति, भरियो मनको झङ्कार अलगै सार्थक हो जिन्दगी, पीडा पार गरे मनोज सबका बाबा भए
छोखरानी बनी बाचुन्जेल गरौँ अनेक रचना विद्वान विवेकी बनी मेधावी धनराज बिम्ब कविता युक्ति बोल्ने कायदा लेखे हुन्छ रे भुजङ्गमा पनि कविता आहा कति फाइदा लेखे हुन्छ रे भुजङ्गमा पनि कविता आहा कति फाइदा नामी नाम कमाउने भुवनमा बाबा तिमी धीर हौ नामी नाम कमाउने भुवनमा बाबा तिमी धीर हौ लेखे हास्य रसका गजल कविता बाबा तिमी नूर हौ मेरो कोसिस यो छन्द सृजना माफी दिनु लेखनी मेरो कोसिस यो छन्द कविता माफी दिनु लेखनी माता रास लगा जवान सलगा सारदुल यो थालनी माता रास लगा जवान सलगा सारदुल यो थालनी। धन्यवाद। तिमीले अलिकति कविता लेख्छौ मैले एकजना मान्छे चिनेको छु कार्यक्रम छ अरे ल जाउँ भन्नुभयो अहिले सम्भव देख्दिनँ भयो नजाउँ होला भनेको थिएँ अनि उहाँले भन्नुभयो होइन जानुपर्छ छोरीहरू म हेर्छु तिमीले कविता भन्नुपर्छ भनेर लगभग 8-9 वर्ष अगाडि उहाँले दुईटा छोरीहरूलाई पछाडि समाइदिएर म अगाडि कविता भनेको थिएँ र म आएर यही मञ्चमा यही ठाउँमा उभिएर कविता भन्दा मैले सोचेँ यो हल यो ठाउँ मेरो लागि होइन यो मैले देखेको सपना मेरो बाको लागि हो एक दिन बा आउनुहुनेछ त्यस दिन म यहाँ भ्याएर यसै गरी कविता भन्छु। एउटा छोरीलाई ताते ताते गरेर भन्छ सबैको अगाडि यो मेरो छोरी हो ल हेर्नुहोस् भनेर तर आज म तपाईँहरूको सामु चिनाउँदैछु मेरा बा धनराज गिरीलाई तर कार्यक्रम सकिएपछि तपाईँहरूले भन्नुहोला यसले के चिनाइ त धनराज गिरीलाई धनराज गिरी स्वयं नै ऊ परिचय हो र नानी तिमी त धनराज गिरीको छोरी पो रहेछौ भन्ने हुनेछ त्यस कारणले म धेरै बढाइ चढाइ नगरिकन बाको लागि मैले देखेको मैले जब आँखा खोलेँ त्यसदेखि कपुरी कदेखि ब्याचलरसम्मका मार्जिनल युटिलिटी अर्थशास्त्रका सिद्धान्तहरूसम्म पढाउने मेरा बा मैले कहिले ट्युसन पढ्नु परेन मैले बाहिर गएर कहिले पनि मेरो शिक्षाको लागि मेरो पढाइको लागि कुनै स्कुल कलेजहरूमा ओहो म एक्लै छु नि जस्तो मलाई कहिल्यै पनि फिल भएन किनकि जुन जुन शैक्षिक संस्थामा बाली पढाउनु भयो त्यहाँ पढ्ने सौभाग्य पाउने छोरी हुँ म ब्याचलरसम्म आफ्नै बाउको छहारीमा पढेर हुर्किएकी जब म कीर्तिपुरमा मास्टर्स पढ्न गएँ त्यतिखेर मैले थाहा पाएँ ओहो जिन्दगी त धेरै चुनौतीपूर्ण हुँदो रहेछ अब त म त खुला आकाशमा छु अब बाले मलाई सिकाउनु भएको एउटै मन्त्र छ सेल्फ रेगुलेसन छोरी तिमीले इफ यु आर गाइडेड बाई योरसेल्फ देन नोबडी नीड टु रोल यु त्यही सिकेर मैले आफूलाई जति वर्ष कीर्तिपुरमा पढेँ त्यतिखेर बाले सिकाउनु भएका ती सबै मन्त्रहरूलाई सबै अस्त्रहरूलाई सिकेर जीवनको पथमा अगाडि बढ्ने एउटा उद्देश्य लिएर त्यसपछि तिमी जति पढ्न मन लाग्छ पढ भन्नुभयो जुन समयमा बाले मलाई पढ भन्नुभएको थियो त्यही समयमा समाजमा भनिरहेका थिए तिमीले छोरीलाई पढाएर किन यसरी राखेका छौ तिमीले गलत गर्दैछौ भनेर सबैले आँखा उठाइरहेका थिए तर उहाँले भन्नुभयो होइन म छोरीलाई पढाउँछु जति मन लाग्छ उसले पढ्छ र पढेर उसलाई मन लागेको आफ्नो उस बाटो उसले आफै रोज्छ किनभने छोरीले स्वावलम्बी भयो भने मैले अहिलेको मात्र चिन्ता हो भविष्यको चिन्ता गर्नु पर्दैन भन्नुभयो त्यसपछि म उहाँले देखाउनु भएको त्यही बाटोलाई रोज्दै एकपल्ट मलाई सानोको सम्झना आउँछ म त्यही स्कुलमा जाँदै थियौँ बा साइकलमा जाँदै हुनुहुन्थ्यो अनि बा म पनि जान्छु नि साइकलमा भनेर मैले भनेको बाले भन्नुभयो है बुढा मान्छे त हिँड्नुपर्छ हिँडेर जा म साइकल चलाएर जान्छु तर एक्सर्साइज हुन्छ त्यस दिनदेखि आजसम्म पनि जब म हिँड्छु मलाई लाग्छ म उडिरहेछु म आफ्नै खुट्टामा हिँडिरहेछु म जतिले पनि थाक्दिनँ वरिपरिका शरीरका सबै जस्तो ठाउँहरू म मेरा छोरीहरूलाई छोरालाई पनि हिँडाउँदै लान्छु र मलाई रमाइलो सम्झना लाग्छ उहाँलाई फेरि मेरो दृष्टिकोण नै फैलियो अनि उहाँले के
पढाउनु भयो भन्दा पनि के पढाउनु भएनतिर मलाई लाग्छ उहाँले एकाउन्ट बाहेक मलाई साथै अरू सबै विषयहरू उहाँले नै पढाउनुहुन्थ्यो। मलाई मात्र होइन, हाम्रो घरमा एउटा होस्टेलै जस्तो थियो। धेरै गाउँका धेरै पारीबाट पनि जब बर्खा लाग्थ्यो हाम्रो पिँढी बारेरै भए पनि बसेर पढ्न आउने विद्यार्थीहरू उहाँका अझै पनि संसारभरि छरिएर रहेका छन्। जो अहिले पनि दसैँमा घर आउने विद्यार्थीहरू आउँछन्, गुरुबा हामी भेट्न आउँदैछौँ, तपाईँ घरमा हुनुहुन्छ कि हुनुहुन्न भनेर। हामी ढुक्क छौँ। हामी नेपालमा तिनटै छोराछोरी नभए पनि बालाई अझै पनि हेरचाह गर्ने धेरै त्यस्ता छोराछोरी छन् जुन बाको आफ्नै कमाइले आर्जिनु भएको हो। त्यस कारणले हामी भन्ने गर्छौँ बा हामी तीनजनाको मात्रै बा होइनन्, हाम्रा बा त साझा बा हुन्। किनकि जब कुनै विद्यार्थीले कलम कापी हुँदैन, जब कुनै शिक्षकलाई न्याय हुँदैन, तब त्यहाँ बाले आफूलाई कहिले पनि मलाई कुनै हानि हुन्छ कि के हुन्छ कि भनेर कहिले पनि सोच्नुहुन्न। त्यहाँ गएर जसरी हुन्छ साम दाम दण्ड भेद प्रयोग गरेर जतिसुकै ठुलो मान्छेको अगाडि गएर पनि केही बोल्न पनि नडराउने निर्धक्क भएर। अनि मलाई मेरो हजुरआमाले भन्नुहुन्थ्यो, छोरी म गएपछि तैँले भएको ख्याल गरिस्, किनकि यो जे पनि देख्यो बोलिहाल्छ, जे देख्यो लेखिहाल्छ। अनि पत्रिकामा जब बाले त्यो तेस्रो नेत्रमा लेख्नुहुन्थ्यो चितवन पोस्टमा पत्रिका लिएर जब आँगनमा आइपुग्थ्यो अनि बाले भन्नुभयो, हजुरआमाले मलाई बोलाउँछ, आइज तेरो बाउको फोटो छापेको छ, यो पढेर मलाई सुना न। बाका हरेक लेखहरूका पहिलो पाठक म थिएँ भने फेरि हजुरआमाले सुनाउँदाखेरि मैले फेरि दोहोऱ्याएर पढ्दा ती हरेक अक्षरहरू मलाई कण्ठ हुन्थे। बाले जब कुनै राम्रो आर्टिकल लेख्नुहुन्थ्यो त्यसलाई राम्रो अक्षर बनाएर लेखेर म चितवन पोस्टमा पठाउँदाखेरि त्यसरी नै बाका पाइलाहरू पछ्याउँदै कतिखेर मैले नि लेख्न थालेँ। म आफूलाई पनि थाहा भएन। एक दिन बाले भन्नुभयो, छोरी त पनि आज साहित्यिक कार्यक्रममा हिँड्न, एउटा कविता भन्। होइन म पनि साहित्यिक कार्यक्रममा जान सक्छु र बा भो नजाउँ क्यारे भन्न, होइन जा भन्नुभयो। त आफ्नो कविता वाचन गर, तर बोल्न मन लाग्छ छैन भने कसैसँग नबोल, एउटा कुनामा बस भन्नुभयो। त्यसपछि मलाई किनभने अझै पनि देख्नुहुन्छ यो अलि सोसल छैन भन्नुहुन्छ होला, सबैको आफ्नो किसिमको स्वभाव हुँदो रहेछ। मलाई लाग्छ म सोसल एन्जाइटी छ कि मलाई जस्तो लाग्छ। म संसारलाई टाढाबाट निहाल्न चाहन्छु, म छु त्यहाँ तर पनि म छैन जसरी बस्न चाहन्छु। तैपनि म संसारकै बेलामा सोचिरहेको हुन्छु। संसारकै सबैजनाका यहाँ उपस्थित सम्पूर्ण दिदी भाइ दाजुबहिनीहरू सबैजनालाई म चिन्छु, तर त्यो मेरो आँखाबाट होइन, कतै म मेरो बहिनीको आँखाबाट, कतै मेरो श्रीमानको आँखाबाट, कतै मेरो बाको आँखाबाट। किनकि उहाँहरू बाहिर जानुहुन्छ अनि कथा बुनेर ल्याउनुहुन्छ, हरेक मान्छेलाई आज चिने भन्नुहुन्छ। मलाई ती कथाहरू सुन्दा यति रमाइलो लाग्छ कि त्यो म संसार त्यहाँ सबैलाई भेटेँ, सबैलाई चिने जस्तै लाग्दछ। त्यस कारणले गर्दा बाको आँखाबाट मैले हेरेको त्यो संसार, बाले पढाउनु भएका ती अर्थशास्त्रका सिद्धान्तहरू, 9-10 का अप्सनल मार्क, कम्पलसरी म्याथ, ज्योमेट्री, अझै पनि मलाई ज्यामिति भनेपछि म तर्सिन्छु। बाले अझै पनि आइसिटी साथीहरू सोध्नुहुन्छ कि भनेर मलाई डर लाग्छ। सर भनेको त साँच्चीकै हाम्रो मायालु गुरु हुनुहुँदो रहेछ भनेर जब स्कुलमा कुनै विद्यार्थीले एकदमै दुःख दिएको छ अनि स्कुलबाट प्रशासनले भन्थ्यो होइन यसलाई स्कुलबाट निकाल्नुपर्छ, त्यसपछि बा जानुहुन्थ्यो त्यो विद्यार्थीको के भइरहेछ, किन यस्तो भएको छ, त्यसलाई के समस्या परेको छ भनेर उसको घरमै गइदिनुहुन्थ्यो। 2-4 दिनसम्म आयोजन गरेपछि उहाँले त्यो मूल समस्या पत्ता लगाएर उसलाई यस्तो बाटो देखाइदिनुहुन्थ्यो कि हामीले अझै पनि ती मान्छेहरूलाई चिनिरहेका छौँ जसको जीवन नै बदलिएको छ। यदि एउटा गुरुले नचिन्देको भए उनीहरूको भविष्य नै अन्धकार हुन्थ्यो होला। त्यस कारणले म अहिले यहाँ आएर मलाई जुन स्पेशल एजुकेसनको मैले काम गरिरहेको छु, जुन शिक्षा मैले यहाँ आएर औपचारिक रूपमा लिएँ, मैले पहिला नै त्यो बाबाट मैले देखिसकेको रहेछु, सिकिसकेको रहेछु। किनकि त्यति बेला मैले बुझिनँ बाले के गरिरहनु भएको थियो, तर मैले अहिले आएर बुझेँ कि बाले जे गर्नुभएको थियो त्यो हाम्रो समाजको लागि थियो, हाम्रो देशको लागि थियो। अनि अर्को कुरा, हाम्रो देशमा के छ भने हामी जहिले पनि केन्द्रमुखी हुन्छौँ। अब त केन्द्रमुखी हुँदाहुँदै हामी विदेशमुखी पनि भइसक्यौँ, किनकि हामीले आफ्नो करियरको लागि, आफ्नो भविष्यको लागि खोज्दै हामी कहाँ आइपुगेका छौँ। तर जहाँ पुगे पनि हामी त नेपाली नै हो। बा यस्तो एउटा मान्छे हो जुन चितवनमै बसेर, उहाँलाई चितवनको गैँडा पनि भन्ने गर्दछन्, चितवनमै बसेर काठमाडौँबाट यदि कोही आयो भने त्यहाँ त चितवनको गैँडा धनराज छ नि, जाउँ है भेट्न भनेर आमाले पकाएको खिर खानलाई सबैजना यति सरल रूपमा आइदिनुहुन्छ कि पूर्वका कृष्ण धारावासी किन नहुन्, काठमाडौँका गोविन्दराज भट्टराई किन नहुन्, अथवा
बा पश्चिम बुध राणा किन नहुन्, श्रेष्ठ प्रिया दिदी अहिलेसम्म हाम्रो घर आउनु भएको छैन, तर सारा नेपाललाई मेची महाकालीलाई जोडेर बाले चितवनको त्यही हाम्रो एउटा घरमा एउटा सानो झुपडी छ, त्यसमै बसेर संसारलाई जोडिरहनु भएको हुन्छ। सबैले टेलिफोन गर्दा लाग्छ त्यही संसार, त्यही घरभित्रबाट मैले संसार हेरिरहेको छु। किनकि जब मैले पारिजातलाई त भेटिनँ, तर मैले जब बानिरागिरीको कारागार पढेँ, बानिरागिरी मेरो अगाडि टुक्लुक्क आइपुग्नुहुन्छ। भोलिपल्ट बा मैले आज शारदा शर्मालाई पढेँ भनेको त पर्सिपल्ट शारदा शर्मा टुक्लुक्क आइपुग्ने। अब त बासँग नि कुरा गरौँ कि नगरौँ, जसको किताब पढेँ उसकै मान्छे ल्याइदिनुहुन्छ भनेर पछि म डराउन थालेँ। अब यस्तो गर्दा गर्दै बाले यति धेरै किताबहरू ल्याइदिनु भयो कि मैले अब चितवनमा, नेपालको चितवन एउटा बछ्यौलीमा बसेर संसारको इन्डियाबाट अमृता प्रीतमका क्या नहुन् अथवा सिमन्द बौवाका शास्त्रका जयपाल शास्त्र कवीर सबैका किताबहरू अध्ययन गर्ने एउटा बाले मलाई आफूले पढ्न नभए पनि पढ्न थाल्नु भने बाले एक दिनमा 3टा किताबसम्म पढ्न सक्नुहुन्छ। तर उहाँ 18 घण्टा ट्युसन पढाउनुहुन्थ्यो। 18 घण्टाको ट्युसन पढाउँदा पढाउँदै पनि त्यसपछि जब ट्युसन बिस्तारै छोड्नुभयो, कलेजमा अलिकति समय दिन थाल्नुभयो, त्यसपछि बाले साहित्यतिर हात हाल्नुभयो। साहित्यको त बाले पहिला स्कुलमा पनि गर्नुहुन्थ्यो अरे, झ्याउरे गीतहरू यताउता गर्नुहुन्थ्यो अरे, तर निरन्तर साहित्यमा जब लाग्नुभयो त्यति बेला बाले ट्युसन पढाउन छोड्नु भएको थियो। र बिहान क्याम्पस पढेर आएपछि बाले क्याम्पसबाटै फोन गर्नुहुन्थ्यो, छोरी आज म गजल लेख्दैछु तर अधिक काफिया खोजेर राख है भन्नुहुन्थ्यो। एउटा शब्दकोश किनिदिनु भएको थियो, त्यहीबाट म दिनभरि अधिक काफिया खोजेर लेखेर राख्थेँ। अनि बा आउनुहुन्थ्यो, अनि गजल लेख्नुहुन्थ्यो। अनि बालाई अर्कोपल्ट फेरि शनिबार बाले एक दिनमा चितवनमा भएका 3-4वटा साहित्यिक कार्यक्रमहरूमा जानुहुन्थ्यो भएर त्यो भन्नुहुन्थ्यो। अनि हजुर हामीले अर्को पनि रेडियो बजाएर राख है, किनभने तेरो बाउ त एकैछिन यता बोल्छ फेरि उताबाट पुगिसके हुन्छ, दुईटामा फेरि छुट लाग्ने भनेर हामी 2टा कानमा 2टा रेडियो राखेर सुनेर बसिराखेका हुन्थ्यौँ। र हजुरआमाको त्यो माया, बाको त्यो किताबप्रतिको मलाई लगाइदिनुको लगावले गर्दा म बाहिर कहिल्यै ननिस्के पनि मलाई के लाग्थ्यो भने संसार त मैभित्र छ, म किन खोजु। क्यानाडाको यहाँ उभिएको भए पनि म अझै पनि उही नेपालको बछ्यौलीमा त्यही कोठाभित्र त्यसरी नै किताबभित्र सजिएर बसेको छु जस्तो लाग्छ। म जहाँ पाऊँ म त्यही नेपालको ढुकढुकी, मेरो हजुरआमाको माया, मेरो आमाको त्यो मेहनत र परिश्रम त्यो सबै बोकेर हिँडिरहेको जस्तो लाग्छ। गगनको केही थाहा हुँदैन। त्यस अवस्थामा अलिकति भुलचुक हुन गएमा त्यसको लागि माफी दिनुहोला। र बा र आमाको लागि समर्पण गरेर लेखेको मेरो एउटा कविता छ, म त्यो प्रस्तुत गर्दै यहाँहरूबाट बिदा हुन्छु। आमाको संसार भनेकै बा, जब बा खुसी हुनुहुन्छ त आमा पनि खुसी हुन्छन्, अनि आमा बा दुवै एउटै, बा आमा आमा बा। ल मेरो कविताको शीर्षक छ मेरा बा। खै म गलत छु या सही थाहा छैन मेरा बा, खै म गलत छु या सही थाहा छैन मेरा बा, खै अरूले के भन्ला त्यो पनि थाहा छैन मेरा बा। तपाईलाई सबैभन्दा नजिकबाट चिन्ने तपाईकी यो छोरी, आफूलाई भन्दा पनि तपाईलाई माया गर्ने तपाईकी यो छोरी, हजारौं पटक मन बनाइ मान्छे कोटी कोटी नमन छ मेरा बा, कोटी कोटी नमन छ मेरा बा। संघर्ष जीवन हो या जीवन संघर्ष हो, संघर्ष जीवन हो या जीवन संघर्ष हो, अझ पढ्दैछ तपाईकी छोरी। तर यो संघर्षको पहाडलाई तिल बनाउन सिकाउने मेरा बा, अरे यो संघर्षको पहाडलाई तिल बनाउन सिकाउने मेरा बा। मान्छेलाई मात्र मान्छेको नजरले हेरेर मानवताको पाठ सिकाउने मेरा बा, हिलोमा कमल फुलाउन सिकाउने मेरा बा। तपाईकी यो छोरी 7 समुद्र पारीबाट आवाज उठाउँदैछ तपाईको लागि हो, मात्र तपाईको लागि। जसरी बाँच्नु भएको छ त्यसरी नै बाँच्नु मेरा बा, जसरी हाँस्नु भएको छ त्यसरी नै हाँस्नु मेरा बा। किनकि तपाईको जीवन दर्शनले बाँच्न सिकाएको छ, कठिनाइलाई पार गरेर नाच्न सिकाएको छ। त्यसैले चाहे पानी परिरहोस् या घाम लागिरहोस्, मेरी आमाको ओठमा मुस्कान छरेर तपाईँ जसरी बाँच्नु भएको छ हो त्यसरी नै बाँच्नु मेरा बा, हो त्यसरी नै कम्मर मर्काएर नाच्नु मेरा बा। अनि मेरी आमा, अनि मेरी आमा। धन्यवाद। यात्रा उहाँको अझ शैक्षिक जीवनको कुरा भयो होइन। अब एउटा छोरीले आफ्नो बालाई चिनेको एउटा रिफ्लेक्सन न हो। अब बाको शब्दबाट, बाको प्रस्तुतिबाट अरू कुराहरू झल्किन्छन् र हामीले अर्को प्रश्नोत्तर सेसन पनि राखेका छौँ। त्यसमा पनि हजुरहरूले यसो दिमागमा एउटा ब्रेन स्टर्म गरिराख्नु होला, के चाहिँ क्वेसन सोध्न सकिन्छ भनेर।
जस्तो अहिले अनिताले कुनै मिस गर्नुभएको कुराहरू केही कौतूहलता भएको कुराहरू होइन त्यो पनि दिमागमा राखिराख्नु होला। त्यो बेला हामीले चाहिँ सुन्न सक्छौँ है। नगरकै मिनो दिदी खास हौ मिठो शिल्पकला सरी नगरकै मिनो दिदी खास हौ दानी नाम कमाउने सहरमा तिमी सबकी आस हौ दानी नाम कमाउने सहरमा तिमी सबकी आस हौ। दिदी थ्याङ्क यू। तपाईँले आफ्नो नाम हजारचोटि म शिला भन्नुहुँदा पनि तपाईँको स्वभाव यति सुशील छ, म त्यो नाम तपाईँबाट हटाउनै सकिनँ। I don't know you like it or not, I'm still going to call you Sushila because you have that quality. Thank you. Anyway, सर्वप्रथम त म अनिता बहिनीलाई थ्याङ्क यू भन्न चाहन्छु। सबैलाई रमाउने भाषण गर्नुभयो है त्यतिका। अमेजिङ। यस्तो छोरी मैले सायद मलाई चाहिँ नि तपाईँलाई देख्दा म चाहिँ बेस्ट छोरी जस्तो लाग्थ्यो है। तपाईँलाई देखेपछि होइन रहेछ भन्ने कुरा म त भ्रममा रहेछु, कम्प्लिटली भ्रममा रहेछु है। धेरै देखियो छोराछोरीले आमा बाबालाई एकदमै सम्मान मतलब सत्कार एप्रिसिएट एक्नोलेज गर्नुभएको। तर दुईतर्फी चाहिँ दिस इज द फर्स्ट टाइम आई स द्याट। कहिलेकाहीँ बाबु र आमाले छोराछोरीको धेरै तारिफ गरेको सुन्छु, त्यसको रिटर्नमा छोराछोरीले कहिले एक्नोलेज गरेको देख्दिनँ म होइन। अनि कति ठाउँमा छोराछोरीले एक्नोलेज गर्नुहुन्छ बाबुआमाले मलाई यस्तो गर्नुभयो उस्तो भयो, तर बाबुआमालाई त्यो वास्तै हुँदैन। दिस इज द फर्स्ट टाइम है मैले देखेँ आमा र छोरी, आमा र विशेष गरी छोरी र बुवाको यस्तो बन्डिङ त हजुरहरूको त्यो पुनर्जन्ममा मात्रै भएको देखि हुनुपर्छ। यो यहाँ मात्र त सम्भवै छैन, हामी सबैलाई गराइदिनु भयो तपाईँले है। थ्याङ्क यू सो मच अनिता। तपाईँको यो सपना यहाँ आएर पुरा भएको छ। मलाई थाहा थियो तपाईँले धेरै अगाडिदेखि भन्नुभएको, सायद 2-3 वर्ष नै भयो होला यो कुरा गर्नुभएको तपाईँले है। अमेजिङ अमेजिङ। तपाईँको यो सपनालाई अरू कसैले होइन भगवान्ले भन्छ नि युनिभर्सले पुरा गरिदिएको हो, यसमा कुनै सकै छैन। र मलाई यो सानो समय दिएर सानो के मैले भने जति नै दिनुहुन्थ्यो होला दिएर मलाई यहाँ हजुर धनराज सर उहाँले सधैँ मलाई अङ्कल भन्नुहुन्छ है। मलाई सर इज मोर एप्रोप्रिएट बिकज हि इज सच ए अमेजिङ म्यानकाइन्ड है। उहाँ अब टिचर मात्र होइन, हि इज द बेस्ट ह्युमन बिङ्स आर सिन इन दिस वर्ल्ड क्या है। आफैलाई पनि यो सुन्दै जाँदा हजुरको विषयमा सुन्दै जाँदा कति इमोसनल हुन्छु म है, कति भाग्यमानी हजुर है। हुन त मैले तपाईँलाई पनि त्यही सुशीलाले भन्नुभयो जस्तै मार्क जुगनबर्गकै होइन क्लबबाट भेटेको हो। एकदमै ट्यालेन्ट तपाईँले म छिटो नेपाली टाइप गर्छु भन्ने लाग्थ्यो क्या है। यस्तो नेपाली छिटो टाइप गर्नुहुन्छ, हरेक कुरा तपाईँको ब्रेन यति क्लियर के वाट यु डुइङ भन्ने कुरामा है। अब तपाईँको विषयमा म जस्तो एउटा सानो मान्छेले के कति तारिफ गर्नु है। एज अ सिम्पली आई रियली एप्रिसिएट है हामी सबैको माझमा आउनु भएर हामीलाई दर्शन दिनुभयो। अब मैले सानो सम्मान मात्र गर्न सक्छु। हजुर दुवैजना आउनुहोस्, मैले सानो सानो गिफ्ट लिएर आएको छु हजुर दुवैजनाको लागि। थ्याङ्क यू। यति भन्दै मैले धेरै लामो भाषण छैन। हजुरलाई ध्यान हुने थ्याङ्क यू सो मच सर। थ्याङ्क यू। कस्तो श्रीमान पाउनु भएको छ तपाईँले, माइ गड त्यो अवस्था पर्दा सबै देख्दा रियल दुवैजना यो होल फ्यामिली इज द बेस्ट फ्यामिली। यस्तो फ्यामिली मैले दुनियाँमा देखाएको छैन। अनि नि कतै न कतै है त्यो कमी कमजोरीहरू भइरहने तपाईँले हामीलाई पैसा दिएर पढाइदिनु भयो भन्ने कुरा कति एक्नोलेज गर्नुहुन्छ। वाट अमेजिङ नि होइन। त्यो कुरा भनेको हाम्रो समाजमा सम्भव छैन नि त, त्यो सम्भव नभएको कुरा। त्यसैले अमेजिङ किप लिभिङ वाट यु गाइज लिभिङ है। भगवान्ले हामी म मान्छेहरूले होइन हजुर दुईजनालाई त भगवान्ले साथ दिने हो। नारी का कविता पवित्र रचना आलोक बल्ला भरे, नारी का कविता पवित्र रचना आलोक बल्ला भरे। सर्वसुखी भवन्तु अझै यस्तो मनैबाट निस्केको जुन उद्गारहरू सुने साँच्चै भन्दाखेरि मलाई पनि मेरो बुवा याद आयो। पक्कै पनि सबैलाई बुवाको याद आयो। सम्मान छ
भनिन्छ आफ्नो गच्छे अनुसार उपहार दिन्छ अरे। मेरो गच्छे भनेको सानो मैले यो बाल कथाहरू लेखेको थिएँ सर, बच्चाहरूको लागि भनेर। यो चाहिँ हजुरको लागि, यो हजुरको पाउमा, हजुरको यो शिरमा राख्नु पाउँदाखेरि मलाई एकदमै सौभाग्य महसुस गर्न पाएँ हजुरको शिर। थ्याङ्क यू सर। उहाँको लागि एउटा अनर गरेर मेरो मनैबाट निस्केको केही कुराहरू कवितात्मक शैलीमा लेख्ने प्रयास गरेकी छु। अब हजुरहरूको जुन शार्दुल विकृत छन्न मसँग त यो सरल यो छ नि, यसलाई के भन्छ शायरी विकृत छन्दबाट चाहिँ तपाईँहरूले बुझिदिनु होला। साहित्य रत्न धनराज गिरी, तपाईँलाई यो साहित्य साँझ, यो एकल साँझमा हर्ष, बधाई तथा शुभकामना। सर्वप्रथम राम्रो सङ्गत भएका व्यक्ति पक्कै राम्रो हुनुपर्छ। पत्थरलाई हिरा बनाउने खुबी भएका हुनुपर्छ। उतार चढाव भइरहन्छ। सफल हुनलाई धनसँग धर्म पनि चाहिन्छ। उतार चढाव भइरहन्छ। सफल हुनलाई धनसँग धर्म पनि चाहिन्छ। नामै धनराज भएको व्यक्ति धर्मको पनि राज हुनुपर्छ। नामै धनराज भएको व्यक्ति धर्मको पनि राज हुनुपर्छ। जति सरल बाहिर देखिन्छ त्यति नै विशाल हृदय हुनुपर्छ। जति सरल बाहिर देखिन्छ त्यति नै विशाल हृदय हुनुपर्छ। राम्रो सङ्गत भएका व्यक्ति पक्कै राम्रो हुनुपर्छ। राम्रो कविहरूको माझ राम्रो छवि भएको व्यक्ति, पानीलाई अमृत बनाउने खुबी भएका हुनुपर्छ। उतार चढाव भइरहन्छ। सफल हुनलाई विचारसँग व्यवहार पनि चाहिन्छ। हास्य रसका कवि धनराज व्यवहार रसमा कुबेर हुनुपर्छ। राम्रो सङ्गत भएका व्यक्ति पक्कै राम्रो हुनुपर्छ। राम्रो मन भएको व्यक्ति पक्कै गुणी हुनुपर्छ। मनको पीडा मनमै राखी मुस्कुराउने पिता हुनुपर्छ। उतार चढाव भइरहन्छ। सफल हुनलाई सृजनासँग समाज पनि चाहिन्छ। साहित्य समाजका हिरो धनराज सिङ्गो नेपाल आमाको प्यारो छोरो हुनुपर्छ। पादौ पृष्ठे मयूरस्य वदने च स्पेशला हस्ते च कश्यपी यस्वा शारदातं नमाम्यहं देवी त्वं ज्ञानरूपासि वयं च ज्ञानमोहित विद्यास्मृत प्रदानेन तमस्माकं विनाशय। शारदा मातालाई सम्झेँ मैले। शारदा अब यसमा कताबाट सुरु गरौँ, कहाँबाट सुरु गरौँ दुविधामा। मलाई जीवनमा के हुन्छ भने प्रिमोनिसन हुन्छ, पूर्वाभास। अब यस्तो हुँदैछ भनेर यो कार्यक्रमको मैले कथा लेखिसकेको छु पहिले नै यहाँ क्यानाडा आएको, भ्यान्कुवर आएको, यहाँहरूको समस्यामा प्रस्तुत भएको भनेर। तर त्यो कथामा एउटा पाटो चाहिँ के भने रोएको चाहिँ छैन।
त्यो पार्टी चाहिँ अनि मानकाजी दाजुसँग मेरो कनेक्सन भयो अनि मैले मनमा नै हिजो अब अलिकता सेन्स अफ ह्युमर प्रयोग गरेपछि के हुन्छ भने त्यो उयो जान्छ इमोसन चाहिँ डियर इमोसन त्यो अलिकता कम होला मनमा नै मैले के सोचेँ भने मानकाजी दाजुले पछि फेरि मलाई खोदा पहाड निक्ला चुहा अरे धनराज जी ये क्या हुआ सिरियस मेटर थ्रु सेन्स अफ ह्युमर भनेर अनि म एनालोजी बनाइहाल्ने मान्छे अनि तुरन्त के बनायो भने इफ वी डोन्ट ह्याभ सेन्स अफ ह्युमर वी माइट ह्याभ ब्रेन ट्युमर अब सेन्स अफ ह्युमर कति सहिले बन्छ भने कान्छी छोरी कविता जो यहाँ छैनन् अब हाम्रो परिवारभित्र अब बाउ अलिअलि लेख्छ मैले आफूलाई साँच्ची भन्यो भने म आफ्नो साहित्यकार भन्दिनँ साहित्य प्रेमी साहित्य सेवी यो दिल्ली अलि दूर सुशीलाई म लेख्दैछु अब साथीहरूले मलाई किताब दिने यो भन्ने त्यो भन्ने मैले कुरो हो तर जुन साहित्यको उचाइ हो गोविन्दराज भट्टराई दाजुले मलाई पहिलो भेटमा 60 साल चाहिँ 14 गते के सिकाउनु हो भने उचाइमा नपुगिकन उचाइको उचाइ थाहा हुँदैन यो त बहुत ठुलो कुरो रहेछ बहुत तपस्या रहेछ किनकि हामीले जे जानेका छौँ त्यो त एउटा टिनी ड्रप अनि नलेज त प्रशान्त महासागरकै छेउमा छ भने प्रशान्त महासागर यो कार्यक्रम बारेमा फेरि के मलाई के हुन्छ भने मेरो एउटा मनोविज्ञान असाध्यै खुसी आयो भने पनि मलाई निद्रा लाग्दैन है अनि एकदम प्रिय पात्रले अलिकता जस्ट दिने केही भन्यो भने पनि निद्रा लाग्दैन अनि सफरमा कहीँ जानु छ भने पनि निद्रा लाग्दैन अनि अहिले मैले प्रिमोनिसनको बारेमा कुरा गरेँ मलाई यस्तो प्रिमोनिसन भने तपाईँले यो के अरे अलिक असजिला कुराहरूको चाहिँ के अरे मुखबाट बाहिर ननिकाल्नुहोस् तपाईँको उसमा जिब्रामा के बसिया छ भनेर अनिता छोरीले मलाई जमानामा 53-54 सालतिर नै छोरीले मलाई त्यो रेस्ट्रिक्सन गरे बा होइन त्यसो अलि प्रिय कुराहरूको त गर्नुहोस् होइन अब हाम्रो एरियामा पोलिटिकल्ली पनि जब चुनाव आउँछ धन्नासर के हुन्छ मैसँग सोध्न आउने अब के हुन्छ भन्दा 43 सालदेखि 79 सालसम्म मैले जे भने त्यही नै भयो तपाईँहरू सबैले नै फिल गरेको एउटा चाहिँ 70 सालको म भन्छु सागर ढकालसँग इन्टरभ्यू दिँदाखेरि जब शेरबहादुरजीले तपाईँ व्रता बोल्दै हुनुहुन्छ भन्नुभयो नि त्यो सिनारियो हेरेपछि शेषनाथ अधिकारी हाम्रो एरियाको काङ्ग्रेसी ठुला नेता जो शिक्षा राज्यमन्त्री हुनुभयो उहाँलाई मैले भने खानु शेरबहादुरजी हो तपाईँहरू प्रत्यक्षतर्फ 20देखि 25 भनेको खेलजी जम्मा 23 सिट आयो अल्मिलो होइन 70 सालमा बन्द गरे झ्याले ढोका हावा आउँदैन है म आफ्नो हरेक अनुभूतिहरूलाई सेयरमा नै व्यक्त गर्ने अब यसले पनि पहिला त अब हेर्नुहोस् साहित्यकार घरमा आउनु भनेको गाह्रै काम हो एउटा फेरि अलिकति सेन्स ह्युमर ल्याउँ पन्जाबी एकदम ठुलो रहेछ श्रीमतीलाई के अरे पत्रकारले सोधेछ आपके पति इतने बड़े राइटर हैं आपने लिखने के बारे में कभी नहीं सोची एक घर में एक ही राइटर काफी है अब मैले पहिला पनि भनेको थिएँ पहिलोपटक हाम्रो नानीबाल छाममा लिक रेल चले लिक कपुत लिक छोड 3 चले सायद शेर सपुत होइन अब यो के अरे अलिअलि डिरेल नभई अलिअलि डिसअर्डर नभई अलिअलि लुनाटिक नभई त्यो त हुँदै हुँदैन अस्ट्रेलियामा छोराले एक दिन मलाई के भन्यो भने बाउको ताल लेखेर होला यसरी अब अलिअलि त बालै बा यो साहित्यकारहरू अलिअलि खुसियाट हुन्छन् मुसुक्क हाँसेर त्यो नभए त यो हुनै हुने अब तपाईँहरू कहाँ हुनु होला यदि राइटर पढ्नुहुन्छ भने अलिअलि पागल त हुनुपर्छ किनकि अलिअलि पागल जस्तो नभइकन सत्य त बोल्नै सकिन्छ एउटा यहाँहरूलाई म के अरे यो इन्डियन सिनेमा मेरो जीवनमा केही आउँछ भने कि महाभारत आउँछ कि मुम्बई सिनेमा आउँछ कि जिन्दगीबाट जे अनुभव गरेँ त्यही नै आउँछ है त्यही नै आउँछ किशोर दाको इन्टरभ्यूमा चाहिँ किशोर दालाई के सोध्यो भने उसले पत्रकारले किशोर दा के आप पागल हो गए थे नहीं तब लोगों ने पागल कहा पागल का एडिटिंग कर दिया लेकिन एक दिन मैं पागल नहीं था किनकि अब पुष्टि पऱ्यो भने छोरीले अलिकता सङ्केत दिन यसलाई चाहिँ पढाउने क्रममा अब त्यस्तै पारिवारिक यताउता होइन आफ्नो परिवारभित्र यताउता आइहाल्छन् अनि मलाई चाहिँ के गरे भनेर चाहिँ गाली गरे साथीहरूले अनि मैले यसो सोचेँ यो दुनियाँ यस्तै छ जरा हट्के अनि मैले धनी बाउला आयो भनेर एउटा आर्टिकल लेखेँ के अरे काठमाडौँको उबाट छापियो है अब कहानी अब यो 18 घन्टा ट्युसन पढाउने बोलिरहने मान्छेलाई केही विषय नै यहाँको समयको पाबन्दीलाई मध्यनजर गर्दै सबभन्दा पहिले म अब यो पुत्र मोह क्या होता है या क्या जाने पितामह भनेर धृतराष्ट्रले भनेको महाभारतको डायलग होइन
सन्तान भाव त्यो भइ नै हाल्छ। हाम्रो सुपुत्र पनि गजल लेख्छ। उसको हिमाली सुन्दरी गोरी भन्ने चाहिँ बाबुल गिरीले गाएको एउटा यो आएको छ। लगभग 7 लाख भ्युजहरू चाहिँ कटिसकेछ। भाइ मेरो गजल गाइदिनुहोस् न भन्यो। ल ठिक छ, तेरोबाट स्टार्ट गर्छु भनेर एउटा गजल विधाता छन्दमा रचिएको गजल। अब बाबुल गिरीको स्टाइलले त म गाउन सक्दिनँ, मेरो आफ्नो स्टाइल छ। अब प्रस्तुत गरौँ है त। शेर अझै यो भनेपछि इर्साद भन्नुहुन्छ। अब मानस होइन, बाघ सोझे। अब मानस किन खर्च गर्ने है, बाघ। हिमाली सुन्दरी गोरी, हिमाली सुन्दरी गोरी मलाई जालमा पार्यौ तिमीले प्रेमको कैदी, तिमीले प्रेमको कैदी बनाई जालमा पार्यौ। तिमी हौ प्रीतको खानी उजेली चाँदनी मेरी, तिमी हौ प्रीतको खानी उजेली चाँदनी मेरी। प्यारी लाजको घुम्टो, प्यारी लाजको घुम्टो हटाई जालमा पार्यौ। हिमाली सुन्दरी गोरी मलाई जालमा पार्यौ। बनायो बासयो मेरो दिलैको राजधानीमा, बनायो बासयो मेरो दिलैको राजधानीमा। अहो ती गाजले आँखा, अहो ती गाजले आँखा झुकाई जालमा पार्यौ। मरमदै साथमा तिम्रो बिताऊ जिन्दगानी यो, मरमदै साथमा तिम्रो बिताऊ जिन्दगानी यो। तिमीले यादको बाढी, तिमीले यादको बाढी पठाई जालमा पार्यौ। अन्तिम शेर गजलको भाषामा यसलाई मक्ता भनिन्छ। अनेकौं रंगले प्यारी सजायो जिन्दगी मेरो। यो भाव बनाके वरिपरि गाइएको थियो, त्यही भएर रङ पनि आयो। अनेकौं रंगले प्यारी सजायो जिन्दगी मेरो। मलाई जिन्दगी के हो, मलाई जिन्दगी के हो बुझाई जालमा पार्यौ। हिमाली सुन्दरी गोरी मलाई जालमा पार्यौ, मलाई जालमा पार्यौ। थ्याङ्क यू। संसारको डिलिङ भएन भने हिलिङ हुँदैन अनि यहाँ किलिङ पनि हुँदैन है। अब अलिकता अब अलि बिरस्तिर जान्छ है त। जय सर। अब छोड त्यो आकाश र पातालको कुरा। हाम्रो पोलिटिक्समा जम्मै हावादारी कुरा गरेर सकिएको छ खेमजी होइन। अब छोड त्यो आकाश र पातालको कुरा, अब छोड त्यो आकाश र पातालको कुरा। आऊ मिलेर आज गरौँ हालको कुरा, आऊ मिलेर आज गरौँ हालको कुरा। अब छोड त्यो आकाश र पातालको कुरा, आऊ मिलेर आज गरौँ हालको कुरा। दुनियाँको कुरा भोलि पर्सि गर्दै गरौँला, दुनियाँको कुरा भोलि पर्सि गर्दै गरौँला। दुनियाँको कुरा भोलि पर्सि गर्दै गरौँला। सबभन्दा पहिले गर्नु छ नेपालको कुरा, आऊ मिलेर आज गरौँ हालको कुरा। चिसो सलाई जस्तो आज देश भइसक्यो। अलि 4 महिनामा लेखेको थियो गजल।
चिसो सलाई जस्तो आज देश भइसक्यो, चिसो सलाई जस्तो आज देश भइसक्यो, काटीहरूले बिर्से बल्ने खालको कुरा, आऊ मिलेर आज गरौँ हालको कुरा। कुल्चेर फुल काँडा भनी गर्छौ प्रमाणित, कुल्चेर फुल काँडा भनी गर्छौ प्रमाणित, कुल्चेर फुल काँडा भनी गर्छौ प्रमाणित, कसले पत्याउला र हावा तालको कुरा, आऊ मिलेर आज गरौँ हालको कुरा। यो शेर अलिक कडा छ, त्यसलाई बिम्बमा बुझ्नु होला। आँगनको झारपात उडाउँछ एक दिन, आँगनको झारपात 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 उडाउँछ एक दिन, हुरीले कहाँ सुन्छ र पर्खालको कुरा, आऊ मिलेर आज गरौँ हालको कुरा। अन्तिम शेर। गन्तव्य मेरो पाउमा मुठीमा प्राण छ, गन्तव्य मेरो पाउमा मुठीमा प्राण छ, गन्तव्य मेरो पाउमा मुठीमा प्राण छ, मसँग के गर्छौ र जाबो कालको कुरा, आऊ मिलेर आज गरौँ हालको कुरा। अब छोड त्यो आकाश र पातालको कुरा, आऊ मिलेर आज गरौँ हालको कुरा, आऊ मिलेर आज गरौँ हालको कुरा। अनि मलाई चाहिँ अब ठाउँ ठाउँमा त अब यो के हुन्छ, साहित्यकारको जात हेर्नुहोस् कसैले प्रशंसा गर्छन् भने कतैबाट उपहास पनि मिल्छ। अर्को चाहिँ के अरे कविकै बारेमा एकदम नबी नवेली दुल्हन ससुरालबाट माइत आइन्, कवि रहेछन्, कवि पतिदेव दुला, अनि उसलाई चाहिँ त्यो आमालाई सुनाउनु हतपत भयो। भन्सागर माझी माझी वो तो कविता भी लिखते हैं भनेर चाहिँ छोरीले पनि आमा चाहिँले झोकचल जस्तो राइटर भनेपछि फ्यास मुख फालेर छोड बेटी कोही न कोही बुराई तो हर इंसान में होता ही है। गजल लेखेँ होला, छोराले एउटै गजल लेख्थ्यो, मेरो जम्मै हरायो। एक्सपेरिमेन्ट त हो, छोराको चल्यो भने भाउको पनि त चल्ला भन्ने सोचिरहेको छु म। वर्ष मान्छेले भन्ने कुरा त हामी अहिले वर्तमानमा पनि थाहा छ, धर्मराजले नि भोगे, हरिश्चन्द्रले नि भोगे, रामले पनि भोगे होइन। इमान्दारी बहुत महँगो सो हो, तर honesty is the best policy and honesty is always rewarded in this way। है, मेरो चाहिँ जिन्दगीको लागि आजको दिन यो मार्च 29 केवल यो दिन होइन, यो तारिख हो र म यसलाई कहिले पनि बिर्सेको छैन। र कान्छी छोरीलाई मैले यहाँ गाइड मेरी सानी छोरी, अब त्यो कान्छी छोरी तिमी पनि हुन सक्छौ, तिमी पनि कान्छी नै हो है। कभी कभार अच्छा शेर भी कह सकता हूँ है। अनि अर्को मेरी शेर अगर आपकी समझ में आए तो समझ लेना मैंने अच्छी लिखी, अगर समझ में नहीं आए तो समझ लेना बहुत अच्छी है। म चाहिँ अब मलाई केदार शर्मा इलामले के दिनुभएको छ भने अजस्र पोस्ट प्रवाहक भनेर एउटा विशेषण दिनुभएको छ। म अलि धेरै नै लेख्छु, काम छैन, हेर्नुहोस् म रङ्गिन्न रङ्गेपछि थन्किन्न एउटा काममा आफूलाई व्यस्त राखेपछि दायाँ बायाँ अरू खुराफा सोचिन्न भन्ने सोचेर म आफूलाई व्यस्त लागिरहन्छु। ठिक भएको छ, यो ठिक भएको छ। मैं तेरे शहर में आया हूँ मुसाफिर की तरह, गुलाम अलीको गजल होइन। म त यहाँ अर्को शहरमा एउटा मुसाफिरै हो। अब चाहिँ बिस्तारै बिस्तारै मुसाफिर होइन बिरालो फिर हुन गइसकेको है, यसरी भनेको यस्तै छ। गाइड मेरी सानी छोरी, बिरानो शहरमा नयाँ उमङ्ग र रहरमा, बिरानो शहरमा नयाँ उमङ्ग र रहरमा स्वर्णिम प्रहरमा म एउटा मुसाफिर, अर्को गुलाम अली पनि घुम्न आएको छु, नयाँ भूगोल चुम्न आएको छु, रम्ने मेरो सपना जम्ने मेरो कामना, यति त जमेको त होला नि, जम्ने मेरो कामना, सानी छोरी माया की डोरी गाइड बनी, मलाई एउटा अनुपम वाटिकामा लगिन् भनिन् बा, यो दैवी बेली, यो चमेली, ताजा गुलाब, जाई र जुही, विविध फुलहरू, सिर्जनाका मूलहरू बा, हाम्रा बा समझदार हुनुहुन्छ, बा हाम्रा बा समझदार हुनुहुन्छ,
बाल्यकालमा हामीलाई पढाउनु भयो ब्युटी इज ओन्ली टु सी नट टु टच। बाल्यकालमा हामीलाई पढाउनु भयो ब्युटी इज ओन्ली टु सी नट टु टच। हाम्रा बा समझदार हुनुहुन्छ। बाल्यकालमा हामीलाई पढाउनु भयो ब्युटी इज ओन्ली टु सी नट टु टच। म भित्रको म, हामी हरेक भित्र विष्णु भगवान्को दशावतार हामी नै हौँ। आज मेरो एउटा रूप मात्र प्रकट भएको छ, यो नबुझ्नु होला, हल्ला सबलाई चिनियो भनेर मैले चिने हजुरले चिन्नुहुन्छ है, गाह्रो हुन्छ मान्छे चिन्न। म भित्रको म, मनमोहक फुलहरू, म भित्रको गजलकार भमरले, मोतीरामले एक शेर भन्यो, छोरी आहा आहा फुलहरू बसन्त र चैत, आहा आहा फुलहरू बसन्त र चैत, मुसाफिरका लागि एउटा मात्र गुलाब खोइ त। गङ्गा बनेर मेरी सानी छोरी, गङ्गा बनेर मेरी सानी छोरी, आडैमा उभिएकी गङ्गोत्रीलाई हेरिन्, लामो सास फेरिन्, समझदार बा मर्यादा नगरतिर प्रस्थान गरे। धन जान्छ भैँसो धनमा। अनि बाँकी सपना, आई वान्ट टु लिभ ड्रिमलेस लाइफ, किनकि अपेक्षा नगर्यो भनेदेखि धेरै अपेक्षा पुरा हुन्छ होइन। अपेक्षाले के गर्छ त, उपेक्षा जन्माइदिन्छ, आशाले निराशा जन्माइदिन्छ। मैले एउटा कथा भनेको थिएँ, आशा निराशा, आशा आमा निराशा छोरी, अनि के हो छोरी भने क्या, आशाबाट आउने निराशा छोरी। अनि मैले एउटा लघु कथा लेखेँ, हेर्नुहोस् आज मैले अवसर पाएँ, यहाँहरूले के फिलिङ लिएर जानुहुन्छ होइन। एउटा लघु कथा के लेखेँ भने, लघु कथाको शीर्षक चमत्कार। एउटा 5-6 वर्षको त्यो के अरे के अरुणोदय कि अमिताभ बच्चनको चाहिँ कौन बनेगा करोडपतिमा आयो नि, अमिताभ बच्चनले आछु बनाउने गरी अचम्मको थियो होइन। के पुछौँ भने उही कृष्ण शान्तिदूत भएर हार्खा जस्तो दुनियाँको दुनियाँ हो। हामी 2-4जना हुन्छौँ, बाहिर त धेरै छ, त्यो बहुमसँग त भिन्नै सकिन्न। अनि मजबुरन के गर्नुपर्छ त, दुनियाँदारी जस्तै हुनुपर्छ। तर अब छोरीले धेरै नै के अरे मेरो बारेमा भनिन्, अब उनले यहाँ नकली कुरो गर्ने कुरा आएन। मैले जिन्दगीमा के कसम खाछु भने, म जे कुरो बोल्छु त्यो गरेर छोड्छु। कोही के अरे अक्षय कुमारको डायलग जस्तो, मैं जो कहता हूँ वो करके छोड़ता हूँ और जो नहीं कहता हूँ वो डेफिनेटली करता हूँ भने मैले हेर्नुहोस्, म अरूलाई आरोपै लगाउँदिनँ जुन कुराबाट म मुक्त छैन, म हुँदैन, आरोप लगाउनु हुँदैन है। अनि म बोलेको कुरालाई चाहिँ सकेसम्म व्यवहारमा उतार्ने र उतारेर छोडेको छु, जुन सक्दिनँ त्यो म बोल्दिनँ। है पाना आया गजल सुनाने बनके तेरा दीवाना, बस प्यार ही किया है, बस प्यार ही किया है, क्यों हम डरे जहां से, बस प्यार ही किया है, क्यों हम डरे जहां से, जा भाड़ में जमाना आया गजल सुनाने बनके तेरा दीवाना, मकबूल है हमारा, मकबूल उर्दू शब्द पर इसको अर्थ प्रख्यात नाम चले, मकबूल है हमारा उल्फत की कहानी, मकबूल है हमारा उल्फत की कहानी, कहना कभी न नाना, कहना कभी न नाना, आया गजल सुनाने बनके तेरा दीवाना, ताउम्र साथ तेरा, ताउम्र भनेको जिन्दगी भरि, यो पनि उर्दू शब्द नै हो। ताउम्र साथ तेरा जीना है कामिनी जी, ताउम्र साथ तेरा जीना है कामिनी जी, होगा सफर सुहाना, आया गजल सुनाने बनके तेरा दीवाना, आया गजल सुनाने दिल में लिए तराना, आया गजल सुनाने बनके तेरा दीवाना। थैंक यू। पीडा छ तर मैले पीडालाई पेडा बनाएर खाइदिन्छु। पीर छ त्यो पीरलाई खिर बनाएर खाइदिन्छु, सकिहाल्यो। फेरि एउटा भाग्यमानी हुन्छ
भनेर चाहिँ उनलाई भने अरे। अनि मैले भने मेरो गाउँमा नि त्यसै भन्थे यो घुम्टाउ कि बहुत चाहिँ के अरे छ है, यसलाई पाउने चाहिँ बहुत भाग्यमानी हुन्छ भनेर हामी दुइटै भाग्यमानी एउटा कथा के अरे एउटा कथा म पढाउने क्रममा कतै सरुवा भएँ नर्भस। अनि टिकाराम रेग्मी भन्नेको घरमा बस्थेँ। एकजना बुढा 3 दिनै आउँथाले बेलुका के मसँग गफ गरेँ। मैले अब त्यो प्रिमोनिसन त मैले कहिले देखेँ थाहा पनि मैले है। रहे हुस्न की नाज पर हम फिदा हो गए सादगी के लिए वो मेहरबान हुए। उम्र ज्यादा न हो तो कोई गम नहीं, उम्र ज्यादा न हो तो कोई गम नहीं। 4 दिन भी बहुत है खुशी के लिए वो मेहरबान हुए। हम पे बेकार उठती है क्यों उंगलियां राजू, हम पे बेकार उठती है क्यों उंगलियां, हम पे बेकार उठती है क्यों उंगलियां। कौन मरता नहीं दोस्ती के लिए वो मेहरबान हुए। खुद खुदा है मोहब्बत में खोया हुआ, खुद खुदा है मोहब्बत में खोया हुआ। याद किसको करें बंदगी के लिए वो मेहरबान हुए। चाँद सूरज जहां से दफा हो तो क्या, चाँद सूरज जहां से दफा हो तो क्या। तुम जो मौजूद हो रोशनी के लिए वो मेहरबान हुए। हर घड़ी प्यार की बूंद टपके अगर, हर घड़ी प्यार की बूंद टपके अगर। और क्या चाहिए आदमी के लिए वो मेहरबान हुए। बढ़ के जन्नत से होगा ये अपना जहां, बढ़ के जन्नत से होगा ये अपना जहां। शर्त है कि मरो आशिकी के लिए वो मेहरबान हुए। यूं किसी के लिए जिंदगी मिल गई, जिंदगी के लिए वो मेहरबान हुए। थैंक यू। अब इनका यही आया हैं वो भूल करते हैं, जो भूल नहीं करते हैं वो भूल करते हैं। अल्बर्ट आइन्स्टाइनको एउटा कोटेसन पढेँ मैले, यदि उमेरमा तिमीले केही पनि गरेका छैनौ बदमासी भने अलिअलि भनौँ न, तिमी बुढेसकालमा हाँस्न पाउँदैन हो भनेर सम्झेर चाहिँ के यसो मनमनका हाल्नु पऱ्यो नि त एउटा त्यो। अनि अल्बर्ट आइन्स्टाइनको के मजा लाग्यो भने हामीले अलिअलि अल्बर्ट आइन्स्टाइनको जिउ आउँछ है। आइएम नट जिनियस, म त्यस्तो कुनै प्रतिभाशाली होइन। आइएम नट जिनियस बट आइएम क्युरियस। किनकि म क्युरियस छु, मलाई जिज्ञासा लाग्छ को के हो वाट इज द्याट। मैले के अरे म आफैले पनि के सोचेँ भने जब समस्या आउँछ नि हामी कोही पनि डिपली ऐश्वर्यले भन्यो नि त्यो जम्मै 100% सत्य हो। अरू टेढामेढा अरूले के अरे तलाउन नसकेकोलाई चाहिँ अवधान नस। वाइ वाट हाउ यो 3टा प्रश्नको उत्तर खोज्नु सकिहाल्यो। इन्डियामै आउँदैन, प्रतिशतै आउँदैन, कहाँ हुन्छ। यसरी त्यो किनको उत्तर खोज्यो भने अनि पढाउँदै जाँदा मैले के पत्ता लगाएँ भने मान्गाई दाजु पढाउन जानेपछि पढाउनै पर्दैन, विद्यार्थी आफैले पढ्छ। किनकि अन्त छोरीलाई सिकाएको एउटा वाक्य मैले के हो भने one who teaches oneself teaches best। हामी सबै एकलव्य बन्न सक्छौँ र मैले अब यति भइसक्यो भन्नुपर्ने हुन्छ। धरोहर तिमी
बिना दिदी साथमा जे ना हो सबको विमान बलियो छोरा तिम्रो माथमा जे ना हो सबको विमान बलियो छोरा तिम्रो माथमा। उहाँले कविता लिएर आएको छु भन्नुभएको छ। अर्का म्याथमेटिकल टाइपले लेखेको छु। कुनै बेला म पनि गणितको गुरु थिएँ। साथीलाई बहिनी भन्नेहरूको लागि म आदरणीय जयनारायण हुँ होइन, उहाँलाई दिदी भन्नेहरूको लागि म एक सम्माननीय भेना हुँ। भेनाको लागि भन्ने दिएको परिभाषा धेरै नाइस। अन्य बाँकी सबैको लागि म चाहिँ उहाँको पतिदेव हाल मैकेन्जी एम गजपतिन भूतपूर्व मानका को यहाँहरू सबैलाई हार्दिक स्वागत तथा अभिनन्दन। धन्यवाद। उद्घोषिका सुशीलाजी कतिजना डाक्टर सुशीलाजी सोध्नु होला यो कस्तो डाक्टर भनेर। उहाँ चाहिँ नाडी छान्ने डाक्टरको पनि डाक्टर एकदम विद्यावारिधीवाला डाक्टर हुँदै हुनुहुन्छ र मैले उहाँलाई चाहिँ यो प्रिपेडको जमाना भावहरू त्यो गर्दै गर्नु होला। अहिले हात बिग्रिनु छ, फर्स्ट एड गर्नु होला। त्यो फर्स्ट एड नगर्नु यहाँसम्म जे पर्छ सहमति गरौँला भन्दै यो चाहिँ वास्तवमा हाम्रो अध्यक्षज्यूबाट पछि टाइमलाइनको बारेमा बताइनेछ, कसरी सुरु भयो र आज कहाँ हामी पुग्यौँ भन्ने कुरामा एक मात्रै शब्दमा भन्छु। यो चाहिँ 20औं श्रृङ्खला चलिरहेको छ एकल साँझ 2014बाट सुरु भएर र उहाँको मित्र हुनुहुन्थ्यो पहिले रेशमलाल श्रेष्ठ भन्ने बन्दीपुरका। यो चाहिँ दोस्रो हो। यो साहित्य समाजले पहिले उहाँको गर्यो, यो चाहिँ दोस्रो हो र उहाँहरू मित्र हुनुहुँदो रहेछ। खुसी पनि भयो। 2025 साल 29 मार्च तदनुसार विक्रम सम्वत 2041 चैत्र 19 गते चैत्र 16 गते 2081 चैत्र 16 गते आज दिन घोडे जात्राको आज नेपालमा घोडे जात्रा 20औं एकल साँझ श्री धनराजजीको चढाइ हामी माझ नैवेद्य तथा मिठा मिठा शब्दहरूको अनि निसँगै अन्तर्क्रिया गर्दै झुमेर रमाउँ। आयोजक प्रायोजकहरूलाई मुरी मुरी धन्यवाद टक्र्याउँ। उपरान्त अनिता तथा कविताजीहरूका पिताश्री हुन्, अरूका होइनन्। सीताजीका रामचन्द्र पनि हुन्, तर दशरथका पुत्र चाहिँ होइनन्। अन्य भन्नाले को कुन आरजु भन्ने सोध्नु होला। उही के त शेरबहादुरका जोई सभाशेरले अर्थात् हालको राखी मन्त्री तथा राष्ट्रिय भाउजू आज खोइ भन्नु होला। तपाईँहरू सोच्दै फत्तै गर्नु होला, म चाहिँ कविता वाचन गर्दै जाउँ होला। मलाई यति थाहा छ कि धप्पु भने धनराज पुत्र धप्पु यिनी आरजु बारे कि यिनी सपरिवार AUSSI 80 अथवा अझै भएका छन् रे। मैले भेटेको छैन, मैले सुनेको मात्रै हो। किन आरजु भनेको चाहिँ मैले महिलाको नाम सुनेको थिएँ। छोरा मान्छे पनि हुँदो रहेछ भने पहिला थाहा पाएँ मैले। त्यो पनि आरजु। उपरान्त भूमिका धेरै नमानी अब आजका भाग्यमानी एकल साँझे महाराज आखिर को हुन्, के हुन् यिनी पन्ध्रराज धनराज। यी हुन् सेवानिवृत्त पेसाले एक गणित गुरु, तर खुबीले बहुआयामे पात्र एक स्वरूप तथा प्रारूपिक लाने बहुआयामी प्रतिभा। पाखण्ड पुराणका सर्जक, सिस्नुपानीका संस्थापक, हास्य व्यङ्ग विधाका सशक्त विधायक, अघोषित तथा बेनामी चलचित्रका नायक, कहिले त खलनायक,
जिउडाल खाइ लाग्दा लोभ लाग्दा कस्तो लोभ लाग्दो एक नेपाली दोहोरी गाएको दोहोरी गायक पनि हुँदो रहेछ त्यसो भएर कुनै बेला उहाँसित एउटा दोहोरी साँझ गर्ने विचारमा छु म तथा हिन्दी चलचित्रका अनुरागी वा पारखी मौका परे गब्बर सिंहको डायलग भटाइहाल्ने तर आज चाहिँ गब्बर सिंहको होइन अर्कैको जस्तै कहिले यता कहिले उता अनि कहिले यता नउता बस्यौली चितवनका बस्यौलीमा मेरो पनि हाम्रो पनि जग्गा थियो है उहाँको 1961 रत्नगर टाढीमा भन्यो भने याद आयो हुनसक्छ तपाईँहरूलाई जस्तै मलाई पनि सोध्नु लागेको कि नाम धन्न चाहिँ खै कसले किन होला राखेको निजको पाखण्ड प्रमाण किन होला नजरअन्दाज गरिदिएको हुन त नेपालमा नाम र काम खै कसको नै सर मिलेको गरिबनाथ मालिक विश्वविद्यालय हलको त पशुका पतिले नेपाली वीरहरूलाई रक्षा गरिरहेको नाम कहाँ मिलेको काम कि गजराज कि मनराज गोपिनीहरूका भाजु श्री कृष्णराज माइन्ड गर्नु है मसँग माइन्ड गर्ने माइन्डै छैन यमराज कसैका हमराज त कसैका धर्मराज उमर खैयामी ताज या फ्राइड शिरोमणि हास्य विधाका अमूल्य तथा होनहार मणि सदाको लागि प्रसाद QED Part 5 now term 7 very last श्रीमती तथा नाति नातिना जगत लीला डल्ले माकिने छ उहाँको यो चक्र आफ्नो छ त्यस्तै सरी विषयमा दुई ज्वाइँ साहबका मेजमानीले वर्तमान भएका गाथा बाँकी नै छ बाँकी नै त छ आफ्नो जीवन जिउन लेख्न त छ सुनाउन भेटौँला भेट्नै पर्छ फेरि कथा व्यथाहरू सुन्न सुनाउनु Part 7 एक्स्ट्रा थ्योरी नम्बर यो कविता सुन्नेलाई सुनको माला वाचन गर्नेलाई फुर्कै माला फेरि भट्टाउने बेलामा तुरुन्त आइजाला भन्दै आफ्नै सिटमा गए तुरुन्त बसिजाला त्यसको एनालोजी मैले के अब जहाँ गए पनि मैले अरू इष्टमित्रहरूलाई खुसी बनाउन सक्छु हाँस्ने बनाउन सक्छु भने मैले आफूलाई प्रश्न गरेँ वेदर आई एम एबल टु मेक माइसेल्फ ह्याप्पी अर नट भन्दा त्यसमा म सक्षम रहेछु किनकि यो आफ्नै अन्तर्मनको यात्रा हो अनि यसलाई मैले कसरी प्रड्युस गरेँ भने म खुसी रहनुपर्छ मेरो अनुहार उज्यालो हुनुपर्छ म खुसी भएपछि सीताजी खुसी सीताजी आमा खुसी देखेपछि छोराछोरीहरू खुसी अब उनीहरू खुसी भएपछि काम राम्रोसँग गर्ने भए काम भएपछि दाम आइहाल्छ होइन दामको चाहिँ खाँचो कसलाई छैन है फेरि छोरछोरी खुसीमै कहाँ आइपुग्छ भने त यो त सर्कुलर फ्लो अफ ह्याप्पिनेस यसको परिभाषा के भन्दा हाम्रो शुभ हुँदा अरूलाई चिन्ता पर्छ त्यो डी पनि मैले धनराजको डी एङ्गरलाई के गर्ने त भन्दा कन्ट्रोल गर्ने अनि इन डिसाइड भने फेरि एङ्गर के हो त भन्दा इट इज मोमेन्टम क्षणिक हो हाम्रो चाहिँ थाई स्वभाव के हो त भन्दा प्यार हो मोहब्बत हो उल्फत हो हामी सबैलाई मानिन्छ लभ एन्ड पिस हाम्रो राजनीतिको नैतिकता जस्तो त्यसरी हरेक शब्दहरूसँग यसो विचार गऱ्यो भने तिनीहरूलाई ट्राई गऱ्यो भनेदेखि तिनीहरूसँग खेल्न सकिन्छ जस्तो तपाईँहरूले पनि पढ्नुभयो होला बिना कसरी पनि मैले भन्नु कतिपय कुराहरूमा मैले आइएम सरी भन्थेँ अनि तपाईँले एकदिन भने मलाई म गलत छु भन्ने पनि सही मान्छेले हो जान्छ फेरि त्यो मलाई युद्ध जित्ने श्रीमान यो दुनियाँमा जन्मेर
त्यसो भने सबै सक्नु अनि यस कारण हामीलाई कहिले छुँदैन मनको बारेमा खाइसक्यो भनेपछि अलिकता हामीले चाहिँ सकारात्मक गरेर सोच्यौँ र के अरे हरेक ठाउँमा त्यहाँ राम्रो के छ भनेर हेऱ्यौँ भने धेरै समस्याहरू चाहिँ मिनिमाइज होला नि जस्तो लाग्छ मलाई। यो कुरा हजुरहरूलाई पहिले थाहा छ, म जान्ने भएर भने होइन। अब ठन्डा आयो होइन, क्यु गर्ने या किनारा भन्नु त्यो सुनेर मैले ल परेँ। एउटा गजलमा सुनाउँदा त्यो छन्दमै छ नजाऊ बागमा एक्लै भन्ने, त्यो मैले नझड्को जुल्फोसे पानी भन्ने हिन्दीको त्यो गजल सुनेँ। अनि त्यसो मैले नेपालीमा बनाएँ, त्यो अनुवाद होइन, त्यही लयमा, किनकि लय त उयो एकपटक आमा धरा साधिका बाबा कृष्ण भए चिने मनुजले आमा सखी राधिका पुस्ता अन्तरले विभाजन हुने सम्भावना वासमा ठुलो खाडल पर्न सक्छन् निको आधार विश्वासमा जाने सन्ततिले पवित्र ममता सर्वोच्च आमा हुने बाकाका भतिजा जुवाई दुहिता आधार मामा हुने नाता धेर कुटुम्ब खास जननी दाता विदाता पिता धाने हुन्छ मिठो कमाउन सके जल्दैन चाँडो चिता यो खेल अजीब सन्तुलनको छोरा बुहारी मिलुन् छोरीको घरमा नहोस्तम कुनै आनन्द रोटी निलुन् गोली कर्कश भइदिए कलहले गाडे जरा नासियो राम्रो मेल विलाप स्वर्ण गहना सम्मान आकाशियो यो हो बाग अनेक फूल यसमा माली र डाली बने मौरी मानिस हो निकाल पसिना यो खेतबारी खने बाजी मार्छ उही मिलेर मनले उद्योग आफ्नो गरे चौतारी परिवार वंश गतिलो आहा उज्यालो भरे। अब यसमा हामी सबैले बिहोरे गर्ने अरे छोरी पाएछ होइन, छोरी पाएको छोरी पाएकै बुहारीको लागि हो, छोरो पाएकै बुहारीको लागि हो। अब बुढाबुढी मिले त भइहाल्नु नि, के त्यो गर्नु पर्छ होइन। छोराहरू छोरीहरू ज्वाइँ मिले, छोराहरू के अरे बुहारी मिले, आनन्द भएन भयो नि। अनि मैले घरमा कहिलेकाहीँ के भन्दैछु भने प्रेमजीको दायित्व अनिताको दायित्व प्रेमजी जोगी नै जाने हो र यो दुनियाँ जोगाएको जोगीले नै हो होइन। त्यो त जोगी भन्दा आफू पनि जोगी अरूलाई पनि जो उहाँदेखि यहाँसम्म हेर्नुहोस् होइन, उहाँदेखि यहाँसम्म हेर्नुहोस् त्यो भाषामा सङ्कट पऱ्यो कि व्यास आइहाल्यो। पञ्चहरू मान्छे होइन, पञ्चहरू नेपाली होइन, राजावादी जति जम्मै खराब गणतन्त्रवादी जति जम्मै असल हाम्रो चाहिँ होइन समाजमा। भनेपछि के त भन्दा विरोध के रहेछ भने खेल्ने बैमानहरू मिलिया कसैको यादमा तडपी बसेको आज धेरै भो नुनिला आँसुका दाना खसेको आज धेरै भो कसैको यादमा तडपी बसेको आज धेरै भो प्याला मिलायो नौमीमा आगो दिलैमा प्रेमको जादु पसेको आज धेरै भो कसैको यादमा तडपी बसेको आज धेरै भो फकायो जालमा पार्यौ डुलायो सपन लोकैमा फकायो जालमा पार्यौ डुलायो सपन लोकैमा लुकाई छातीमा छुरी धसेको आज धेरै भो कसैको यादमा तडपी बसेको आज धेरै भो। अन्तिम शेर मकसको आँसुमा बाँचौँ कि डुबौँ कालीमा आजै मकसको
आँसुमा बाँचौँ कि डुबौँ कालीमा आजै गलामा गलामा प्रेमको पासो कसैको आज धेरै भो छोड्दै छोडिन ती अभाव सुन्दरीलाई विवाह गर्नको लागि अनि मैले चाहिँ सरस्वतीको आडमा लक्ष्मीको आराधना गरेँ अनि कालान्तरमा गएर के हो त भन्दा लक्ष्मी नै बुहारी भन्ने बुहारीको नाम लक्ष्मी हो कि है अनि म वास्तविक धनराज भएँ अब मसँग के छ अब एउटै वाक्य अङ्ग्रेजीमा छ इन्जोय नट विथ वाट यु ड्रिम बट विथ वाट यु ह्याभ फिनिस जति कमाउने त्यतिमा रमाउने अब त्यसको लागि मेरो लागि सबभन्दा ठुलो आदर्शला के भने यिनी हो नि सिम्प्लिसिटी हाम्रो लाइफको सिम्प्लिसिटी देखेर गाउँघरकै मान्छेहरू छक्क पर्छन् र मैले जीवनमा केही गहना आफ्नो लागि बनाएँ भने द्याट सिम्प्लिसिटी टु बी सिम्पल होइन हामी सरल 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 भन्नु पो सही छ सरल भन्दा सही छ तर अभ्यास गर्दै गर्दै गयो भने हिन्दी गीत जस्तै हो म धेरै पटक त लाउँदिनँ 200-250 पुरानो हिन्दी गीतहरू आई क्यान सिङ भटकटकटकट त मैले किशोर दाको त्यहाँ गाउँदाखेरि कथम किशोर दा आउनु भने के भन्नु इन्जिनियरिङ नै अब हास्य विधाको मूल विषय भएर म पनि अलिकति रहस्यको छु यसमा रहस्यलाई रमाइलो हुँदो रहेछ भन्ने थाहा भयो यो गुरु भन्ने जुन शब्द छ नि गु भनेको अन्धकार रु भनेको हटाउने भनेर भन्छ त्यसरी गुरु शब्द भयो अरे अब गुरु चाहिँ मैले मेरो जो पनि लेखेको छु 2 किसिमका गुरु मैले देखेँ त्यसमा चाहिँ त कुन चाहिँमा पढ्नु चाहिँ सोध्नु भएको पहिलो चाहिँ कस्तो भने एकजनाको पेपर 2टा गुरुलाई जाँदा दिन्छ अनि एउटा गुरुले चाहिँ 0 नम्बर दिन्छ उसलाई अर्कोले 100 नम्बर दिन्छ त्यही कति अनि दुवै गुरुलाई बोलाएर के हो त क्लियरिफाई गर्नु पर्यो वाट्स द रिजन अहिले तपाईँले किन भन्नुभयो नि सबै कुरो चाहिँ किन भित्रै दुख्या हुन्छ अनि जसले चाहिँ 0 नम्बर दिएको हो उसलाई चाहिँ भन्छ यिनले चाहिँ रस्सु दीर्घै जाने होइन अहिले कुरा उठाएको नि रस्सु दीर्घको दीर्घ भन्ने शब्दै रस्सु लेखेको यस्तो यस्तो शान्तिनो कुरो पनि यसले लेख्दैनौँ भने भोलि हामी गुरु भएर यसलाई यही बेलामा चाहिँ चेकअप गरेन भने कि त पछि त ठुल्ठुलो गल्ती गर्दै जान्छ त्यसो मैले अहिले यसलाई चाहिँ उसको भविष्य उज्जवल होस् भनेर गुरु 0 नम्बर दिएको भनेर अनि सुन्यो कत्ला मलाई असाध्यै रहला भनेर भन्छ अनि कहाँनिर रहला त सोधेछु तपाईँले द इन हुनु नि त्यो नसाध्यै सिद्धियो नि आज शैक्षिक प्रमाणपत्रलाई हेर्छौँ म अझै पनि भन्छु यहाँ आएर मैले यो स्पेसल निडमा काम गरेर पनि देखेँ 9 कक्षा 10 कक्षा 12 कक्षासम्म म जान पाउँछु क्लासमा र त्यो क्लासमा हुन्छन् आफ्नो नाम पनि लेख्न आउँदैन तैपनि 10 कक्षामा छन् 12 कक्षामा छन् उनीहरूलाई इन्करेज गरेर हुन्छ यहाँ अनि के रहेछ त भन्दा पढ्ने भनेको कलमले कापीमा लेखेर मात्रै होइन पढ्ने भनेको तिमीले हियरिङ एड लगाएर कानबाट पनि पढ्न सक्छौ आँखाबाट पनि पढ्न सक्छौ तिमीले जसरी हुन्छ पढिरहेको हुन्छौ र मैले हातहरू हजुरआमा आमाका सर्टिफिकेटहरू जुन कुनै सर्टिफिकेट पनि आएन र बालाई 6 बजे कलेज जानको लागि 4 बजे नै उठेर आमा उठिसकेकी हुन्थिन् ती सर्टिफिकेटका पानाहरू कहीँ खोज्न पाइएन त्यही दिन प्रतिज्ञा गरेको थिएँ यी सर्टिफिकेटका पानाहरू म बनाउँछु र कति चाहिन्छ सबै सर्टिफिकेटका पानाहरू मसँग छ मलाई अब एउटा बाँकी भनेको पिएचडी हो त्यो र ती सबै पाना मेरो नाम होइन मेरो आमाहरू लेख्नेछु न काङ्ग्रेस हुने खुसी छ न एमाले हुने खुसी छ न माओवादी हुने खुसी छ राजावतीको कुरा आएन भनेपछि सबै बेखुसी किन अल आर बेइमान किनेर दिनु जति माया माग्न सकिन्छ होइन सापट्टि हातले दियो पछि उताल्लो पाइन्छ अब शत्रु बनाउनु पऱ्यो भने सापट्टि दिनु छ नि त जानको अब त्यस्तै
पपुलर ग्रुपहरू भयो क्लास एकदम राम्रो राख्नु भएको छ अनि मन्कान्ताले मलाई सम्झाउनु हो कि यो 20औं हो भनेर मेरै अनुभवमा चाहिँ नि यो पहिलो हो भने पनि हुन्छ तर यो सोसाइटी रजिस्टर भए पछाडि चाहिँ दोस्रो भने पनि हुन्छ हामीले एउटा अस्ति सुरु गरेकै रेशमजीको तर अर्डर यो कार्यक्रमको बिउ रोप्ने मङ्गलदाई बिना भाउजू र अनिताजी उहाँहरूको बिउ रोप्ने आजको आर्किटेक्ट चाहिँ उहाँ सुशीलाजी हुनुहुन्छ उहाँले एकदम राम्रो गर्नुभयो अब आफ्नो कविताहरू प्रस्तुत गर्ने यहाँहरू सबैलाई धन्यवाद छ सुन्नलाई यस्तो अघिदेखि आएर बस्नु भएको छ होइन सबैजना धन्यवाद छ